मेरोमा कति मैले थापेको पोकेमा कति माछा पऱ्यो हेरौँ न ल एउटा पनि परेन क्या हो एकजना केलाउने ल ल फेरि बाउजूले त कत्रो पार्नु हो ल कत्रो धेरै हो ल यस्तै हामीले धेरै थापेको छ पोके कति पर्यो भिडियो अन्तिमसम्म हेरिदिनु होला जय मसी सम्पूर्णमा आज फेरि तपाईँहरूको माझमा धेरै पछि एउटा भ्लग लिएर आएको छु। आज चाहिँ फरक किसिमको भ्लग छ। आज चाहिँ हामी लगभग 6-7 जना जति हामी माछा मार्न जाँदैछौँ। रमाइलो हुन्छ भ्लग, कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला। हामी चाहिँ अब बाटो लागिसक्यौँ। हाम्रो दुईजना दिदी र ठुलै मम्मी हुनुहुन्छ, हाई गर्दै हुनुहुन्छ, जय मसी गर्दै हुनुहुन्छ उहाँहरूले। ल झन्डै लड्नु हो। ल हामी जाँदैछौँ है। गाइजहरूले कुल्फीको स्पोन्सर गरिसकेको छ एन्लाले, कुल्फी दिँदैछ हामीलाई। हाम्रो गाइसहरू पनि भेट भइसकेको छ। ल एन्ला अगाडि बस। प्रेमसा पनि आइपुग्यो। ल अहिले चाहिँ हामी सबैजना हाम्रो ग्रुपहरू आइसकेको छ। लगभग हामी यहाँ कति 6-7 जना छौँ। ल हामी चाहिँ जाँदैछौँ। मैले हामी बिच बाटोमा आइपुगिसक्यौँ। गाइजहरूसँग जाँदैछौँ। अब म तपाईँलाई एउटा दामी सिन देखाउँछु। ल ल हामी चाहिँ अब डेली हामीले यहाँसम्म पुऱ्याइदिनु भयो। अब यहाँदेखि चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ। हामी कतिजना 1 2 3 4 5 6 जना छौँ हामी। अनि हामी चाहिँ जाँदैछौँ। सबैले हाई गरिदेऊ। ल के गर्न जान आँटेको हामीले भनिदेऊ त। ल कसले धेरै मार्छ है। ल हामी जाँदैछौँ, हिँड्दैछौँ हामी। ल कसले धेरै मार्ने लु, ल कसले धेरै मार्ने लु कमेन्ट गर्नु होला। अहिले चाहिँ हामी भाउजू घरमा आइसकेको छौँ। मर्सेलिन यहाँ छ, भाउजू यहाँ हुनुहुन्छ। अब हामी माछा मार्न जान आँटिरहेको छौँ। अब हामी नरिवल पनि खानेछौँ आज। यहाँ नरिवल झारी पो हाल्ने त अब यहाँ नरिवलको बोटमै। यहाँ चाहिँ नरिवल अघि झारिसकेको छौँ। अनि यहाँ पानी निकाल्दैछौँ हामी। ल नरिवलको पानी पनि हामीले निकालिसकेको छ। अब म सट्ट पार्छु ल कस्तो छ। मिठो छ त। यो चाहिँ सरिफा खाँदैछ। सरिफा भनेको कतिजना थाहा छ कि छैन। यसको बोट चाहिँ यस्तो हुन्छ। यसको बोट चाहिँ यस्तो हुन्छ है साथीहरू। यो सरिफा भन्छ यसलाई चाहिँ। आज हामी अर्ग्यानिक खानेकुराहरू टेस्ट गर्दैछौँ यहाँ। ल यो सरिफा चाहिँ मैले कति लगभग 6-7 वर्षपछि खान आँटिरहेको छु। यसको टेस्टै बिर्सकेँ मैले। पहिला चुलीमा हुँदा चाहिँ खाइन्थ्यो, झिल्केमा हुँदा। अहिले खान आँटिरहेको छु। यस्तै हुन्थ्यो पहिला पनि, अहिले पनि यस्तै हुँदो रहेछ। ल अब चाहिँ हामी माछा मार्ने तिर हामी लागिसकेका छौँ। हाम्रो गाइजहरू पछाडि देख्न सक्नुहुन्छ। हाई गर्दै सबैजनालाई। एकजना मात्रै गर्नुभयो, अरूले के गर्नुहुँदैछ। मर्सिलिन पनि छ अगाडि। हाम्रो गाइजहरू चाहिँ आउनुहुँदैछ। हिँड मर्सिलिन। ल अहिले चाहिँ हामी जाँदैछौँ। जाने क्रममा यहाँ दामी फुटबल ग्राउन्ड देख्न सक्नुहुन्छ तपाईँहरूले। कस्तो दामी छ। मौसम पनि यहाँ चाहिँ हावा यस्तो दामी आइरहेको छ। घाम लाग्यो पनि। हामी जाँदैछौँ। हाम्रो गाइजहरू चाहिँ हुनुहुन्छ सबैजना। ल फाइनल्ली हामी खोलामा आइसक्यौँ, माछा मार्ने खोलामा। ल अब हामी यही खोलामा माछा मार्न आँटिरहेको छौँ। ल यो चाहिँ कसरी यो हामी यसरी माछा मार्छ यो पोके स्टाइलले तपाईँहरूले देखाउन आँटिरहेको छौँ। तपाईँहरूलाई कतिलाई थाहा छ कमेन्ट गरिदिनु होला। हो यस्तो गर्ने। अनि सुरुमा त्यहाँदेखि सबैमा लाएर रेडी गर्ने, सबैमा लाउने, चारो लाउने, अलिकति रेडी गर्ने। अब हामी यो चारोलाई हामी बाल्टिङमा फिट गर्दैछौँ। यहाँ हेर्नु कति पर्दो रहेछ। त्यो चाहिँ मर्सिनको है। ठुलो दुलो भयो। ल यो चाहिँ हामीले पोके भन्छ यसलाई। अनि यो पोकेलाई चाहिँ हामी यहाँ पोकेलाई चाहिँ खोलामा ओके गर्छौँ। अनि ओके गरेपछि कति माछा पर्छ। ल पोके हामीले बनाइसकेको छौँ। ल अब हामी के गर्छौँ भने यहाँ खोलामा यो अहिलेको फिट गरेको पोकेलाई हामी यहाँ हाल्छौँ। हामी जाँदैछौँ। मैले बुझेअनुसार चाहिँ यहाँ सुरुमा यहाँ खान्ने मजाले। तर गोलो बनाउनु पर्दो रहेछ है घर पनि। ढुङ्गाले ढुङ्गा यस्तो बनाउनु पर्छ। ढुङ्गा हाल एक दुईवटा।
हाम्रो फर्स्ट टाइमको फिसिङ कस्तो हुने हो? यहाँ 1 केजी ठ्याक्क पर्छ है। माछा भाग्छ अरे हामी चाहिँ ल यहाँ पोके थाप्दैछौँ। यहाँ भाउजूले चाहिँ बनाउँदैछ पोके। आज खोलाको दिन कति माछा मार्न सक्छौँ हामी? के बनाउने? हाम्रो जमानाको हैन क्ले हो क्या अहिले। ल अब म बनाउँछु ल। ल हामीले चाहिँ क्ले बनाएको छौँ। यो के हो तपाईँले? यहाँ हो भन्नु न मलाई। यहाँ हो बनाउने मान्छे चाहिँ। कोही भन्दा कोही कमी छैन नि ल। अहिले चाहिँ हामी चटपटे बनाइरहेको छौँ गाईहरू माछा मारेर आएर काकी पोके थापिरहेको छौँ। अनि यहाँ चटपटेको बट्टामा लामै हुन्छ होला नि। बहिनीहरूले चटपटे बनाउँदैछ। लु हाल त सबै पालै पाला। अहिले चाहिँ हामी चटपटे खाँदैछौँ। कस्तो छ चटपटे? ल यहाँ चाहिँ मेरो चाहिँ मोटा भाबी हो। मोटा भाइ यहाँ चाहिँ मोटा भाबी। ल चटपटे खाँदैछौँ। यस्तै छ है। ल भाउजूले पनि निकाल्नुहुँदैछ अघि थापेको पोके। ओ वाह माछा धर परिसकेको छ। यो चाहिँ भाउजूको है। सानो पऱ्यो। लु केलाउने एकजना केलाउने गर्ने अरे ल एउटाको निकालिसक्यौँ। अब अर्को ए मेरो 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 पाला। ल भाउजू ल यहाँ म उठाउँछु। ल मेरोमा कति पर्यो? ल एउटा परेन है क्या? सन्दीपले बालुवा पारेको छ। परेन है क्या? किन पर्दैन? मेरो पर्दैन, मैले थापेको। तर झन्डै भागो तिमीलाई मजाले बाँध। किन पर्दैन हौ? ल मैले थापेको यही होइन। पर पर किन चाहिँ मर्सीले हल्ला गरेर क्या यहाँ? आमा यहाँ त धर पर्छ। ओए लु यहाँ चाहिँ सन्दीप दाइको भाग्य खुलेको छ। यहाँ आउँछौ सेन्डी नजाऊ न उता उता। यार है अम्मा मामा गाइस हट न हौ यहाँ। लगन बनाउन माछली हेर्नु गाइस मैले पारेँ। नछुनौ नानी आमाले मात्रै छुन्छ। यहाँ चाहिँ छैन जस्तो छ हौ। ए अँ है त्यो उयोले मारेको चाहिँ त्यस्तो हुन्छ होला नि। अहिले चाहिँ हामी यहाँ माछा केलाउँदैछौँ। यहाँ यति भइसक्यो माछा। हामीले कति यो कति 2 लटमा पारेको यहाँ अझै हामीले थापेको छौँ। यहाँ माछा केलाउने कार्यक्रम हुँदैछ। यही पकाउने हो नि पानीमै भिज्दै खाने। आज यही पकाएर खान्छौँ हामी अहिले। तपाईँलाई देखाउने छ। अब म पनि एकछिन केलाउन सघाउँदैछु। पानी परेर हामीलाई चाहिँ गिद्दी भइसकेको छ अनि हामी जाँदैछौँ अहिले। माछा यहाँ छ। ल हामी जाँदैछौँ है। अहिले यस्तै भयो। अझै माथि मलाई धेरै पानी परेर गिद्दी भयो। हाम्रो टोलीहरू चाहिँ यहाँ छन्। पानी परेर गिद्दी भइरहेको छ। मेलबिन पनि यहाँ छ। ल जाँदैछौँ पानी परेर। ल अब हामी रनिङ हान्दैछौँ कलेजी चाहिँ। पानी कत्रो ठुलो पर्यो सुन्नु त। पानीको आवाज हेर्नु है। ओइ भाग छिटो। आम्मा पानी ओपर पर्यो गाइजहरू। पानी चाहिँ ठुलो पर्यो। मेलबिनलाई चाहिँ जोगाऊ है। पानी साह्रो पर्यो पर्यो। माछा मारेर हेर्नु पानी कत्रो पर्यो गाइजहरू। हाम्रो टोलीहरू भर्खर आउँदैछ। पानीले चाहिँ परे आज त गिदी गर। ऊ 2 जना आउँदैछ। यस्तै भयो आजको भ्लग। कस्तो हुन्छ अन्य छ हेरिदिनु होला। ल हामी चाहिँ अहिले यही कफी खाँदैछौँ। अहिले माछा मारेर आएर यहाँ सबैजना छ। अप्सरा कस्तो भइरहेछ? तातो भइरहेछ? ल यहाँ छ हाम्रो नानी बाबाहरू। अनि हाम्रो यहाँ भाउजूले चाहिँ माछा अब पकाउनु आँटेको छौँ। आज माछा पनि यही पकाएर खाने। मारेर पनि यही खाने, पकाएर पनि यही खाने। ल अब स्पेसल मसला हो हाम्रो माछाको लागि। आज यो हाम्रो वाउ भाउजूले चाहिँ पकाउनु रहेछ माछा। ल कस्तो पनि कस्तो हुन्छ तपाईँलाई खाएर पनि हामी देखाउनेछौँ। ल कति मेहनती हुनुहुन्छ ढिलो भयो नि अलिकति। यस्तो गरेको भाउजूले। 1 लट पाकिसकेको छ।
कस्तो चाहिँ छ म तपाईँलाई एकताल चाखेर देखाउँछु ल। अब म माछा चाखेर देखाउँछु तपाईँलाई कस्तो भयो। यहाँ छ माछा, यो लसुन र अलिकति यसरी भयो। लास्ट बान हो। अहिले चाहिँ हामी खाजा खाना आँटिरहेका छौँ। खाजामा के छ? माछा अनि गुन्द्रुकको अचार एकदम मिठो अनि चाम्रे। ल हामी खान्छौँ ल। यस्तै छ है। गर्दैछ बहिनीहरूलाई चाहिँ। अब हामीले खाइसक्यौँ, अब सिटी आउँदैछ, अब जाने हो। अनि त्यहाँदेखि घर पक्का सुत्थ्यो। ल साथीहरू अहिले चाहिँ हामी घर जाँदैछौँ। के कस्तो भयो हाम्रो भ्लग अन्तिम हेरिदिनु होला। सबैजना सिटीमा कुच्चेर जाँदैछौँ। कस्तो लागिरहेको छ त? जाडो भइरहेको छ, पानी परेको छ, उपमा आँखा चिम गरिरहेको छ, डर लाग्छ अरे उपमालाई यहाँ। ल हामी जाँदैछौँ, कस्तो भयो? बाई बाई सबैले, बाई बाई।